I'm too much tired. कन्टिन्यू गर न तिम्रो वेट घटाउनु छ जाऊ लेट्स गो त्यता भएन खै अलि हेरेर हिँड्नुपर्छ नि आज हामी एउटा छोटो हाइकिङमा जाँदैछौँ है अब बाटो उकालो छ बिचमा रमाइलो गरेर जान्छौँ है र एक्चुअली तिमी विशेष गरेर चाहिँ मैले किन हाइकिङ लानु खोजेँ भने तिम्रो अलिक मोटी छौ तिम्रो फिजिकलाई अलिक फिट होस् भनेर जाने हो है बिचमा अलिक गाह्रो होला त्यही म तिम्रो सम्हाल्छु है जाऊ हिँड न यति राम्रो दृश्य छ यतै मन बोलाउ न है वाउ हेर्नु न कति राम्रो छ म त है उति आएर अब हरियो जङ्गल कति राम्रो दृश्य है र अब राम्रो दृश्यको चाहिँ एउटा के ध्यान पर्छ है अञ्जली अब आज हाम्रो आएको कति लाग्छ कति तिमी सक्नु होइन मलाई चिनेनौ म नवीन के त तिम्रो फेसबुकको फ्रेन्ड्स तिमीलाई मैले कति फलो गर्थेँ तिमीले बिचैमा मलाई अन पनि गर्नु मेरो रिक्वेस्ट पनि एक्सेप्ट गर्नु ओके मैले त चिन्यो होला नि होइन किन नगएको हामी फेसबुकमा कति क्लोज छौँ आउनुपर्छ ठिकै छ नि त त्यसो भए हेलो ए सपना तिमी म पशुपतितिर छु ए त्यो माथि डाँडातिर आऊ ल त्यतै भेटौँ के छ तिमीले डाँडामा भेट्ने भनेको होइन यहाँ पो रहेछौ त होइन उहाँहरूलाई हल्का सहयोग गरेको आउ जाउँ
होइन आज तिमीले कसरी भेट्न चाह्यो मलाई किन तिमीलाई भेट्नु हुँदैन र अरे बाबा त्यस्तो भन्न खोजेको होइन ए साँच्ची अस्ति तिम्रो खुट्टामा अघि त निको भयो निको भइसक्यो अहिले त त्यो दिन तिमीले मलाई हेल्प नगरेको भए मलाई गाह्रो हुन्थ्यो कि त्यो त मेरो कर्तव्य थियो नि चाचा सुन न तिमीले एउटा कुरा भन्नु थियो के कुरा भन न हाम्रो कलेजको साथीहरू मलाई मुस्ताङ डुल्न जाने भन्दैछ तिमी पनि जान्छौ कि हामीसँग साँच्ची मेरो अफिसको छुट्टी हुँदैन के फेरि त्यति धेरै टाढा मेरो छुट्टी नमिला जस्तो छ बरु यतै कुनै दिन छुट्टी मिलाएर नजिकै जाउँला नि त तिमी जान्नु भने म पनि जान्न तिमी नगएर रमाइलो नै हुँदैन त त्यहाँ अरे बाबा त्यहाँ मै जानुपर्छ र तिम्रो कलेजको साथीहरू पनि छ होला जाउँ नि त रमाइलो हुन्छ नि साथीहरू त छ तर तिनीहरू बोयफ्रेन्डसँग जान्छन् तिमी गए जस्तो हुन्न के म तिम्रो बोयफ्रेन्ड हो र यदि तिमीले गर्लफ्रेन्ड सोध्छौ भने इट्स ओके ए साँच्ची मेरो अफिस जाने टाइम भइसक्यो म जान्छु ल म चाहिँ उसलाई कति मन पराउँछु ऊ चाहिँ मजाकमा उडाउँछ हुन त उसको पनि बाध्यता होला आज दिप त्यो विदेशमा हुँदा फेसबुकमा पटाप त्यतिले लास्टै रहेछ हो र कस्तो रहेछ त एकदम फेसबुकमा भन्दा एकदम दामी के I really like her dance. अनि प्रपोज हानिस् त प्रपोजमा हानेर त तमाम छु यार म चाहिँ सोचिरहेको छु होइन अनि नम्बर त दिइस् होला नि त्यसो भए फोन हान फेरि अर्कैले उडाइदियो भने तनाव हुन्छ फेरि तर सोही भने चाहिँ फोन गरिहाल्नु हेलो सप्ताह होइन के छ कहाँ के हो भेट्ने होइन बस्तीको ठाउँमा ए हुन्छ भइहाल्छ फेरि भेट्ने भने ढाँट्न चाहिँ पाइँदैन ल फेरि लास्ट तमाम हुन्छ कि ओके सबलाई बोलायो यार अब जानुपर्छ हुन्छ म किन जानु अरे कबाबमा तर तपाईँ त्यहाँ घरसम्म घर जाने बाटोसम्म त सोचिन्छ हुन्छ यस्तै त हो नि कलेज गयो आयो बस्यो अनि तिम्रो सुनाऊ के छ नि मेरो त के हुनु रमाइलो छ 25 देखि आएको घरमा हो र होला नि तिमीले पनि खोजेको कुनै केटीहरू ल अब छुट्टु तिमी पनि धेरै तनाव नलियो जिन्दगीमा केही गर्नु बाँकी छ आज हामी यहाँ किन आउँदैछौँ थाहा होला नि किनभने आज एकजना भाइ बाहिरबाट आएको छ है उसले चाहिँ अब नेपालमै केही गर्ने अरे नेपालमै बस्ने अरे त्यही भएर त्यो भाइलाई भेट्नु मन आएको हो र अनि साथी हाम्रो सुमन भाइ बिहानदेखि घर आएको छैन त उसमा नि अफिसको काम होला नि अब ठुलो मान्छे हुर्केको मान्छे अब हामीले जहिले पनि उसलाई खोजखोज गर्नु भएन जाउँ है काम जाने भनेको होइन तिमी त जहिले पनि जोक मात्रै गर्छौ अरे भनेको बेला कहाँ टाइम मिल्छ बिस्तारै म मिलाउँदैछु नि त्यो टाइम हुन्छ नि चिन्ता गरेर खै किन मलाई नि त्यस्तै लागिरहेछ आजभोलि तिमीसँग घुम्नै मन लागिरहेछ जोक मात्रै नगर न जुन दिन म लडेको थिएँ त्यो दिनदेखि तिमीलाई मैले मन पराउन थालेको थिएँ झन् चाहिँ पछिपछिमा तिमीले दुःखहरूलाई सहयोग गरेको देखेर त म झन् धेरै खुसी भएको थिएँ
ओ माई गॉड सपना मेरो दाइ भाउजू नै आइपुग्यो के सोध्छ कि अरे सुमन तिमी त यहाँ पो छौ भाउजूले त भन्दै थिए तिमी घर आएछन् भनेर होइन दाजु उहाँ मेरो साथी हो उहाँले पनि मेरो दाजु भाउजू हेलो भाइ अब म त अघि आइसकेँ त यहाँ डाँडामा पार्कमै छु छिटो आऊ सिधै 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 उकालो है ल ल भाइ बसौँ न सपना तिमी यहाँ अनि भाइ तिमी नेपालमै बस्ने कि फर्किने हो नेपालमै बस्छु दाइ म के गर्छु नेपाल ए ल ल ठिक छ त्यसो भए यसो गर एउटा मेरो मनाङ मुस्ताङतिर मेरो प्रोजेक्ट चलिरहेको छ है त्यहाँ हेर्न जाउँ अनि यदि तिमीलाई मनपर्छ भने म त्यहाँ तिमीलाई बिजनेस पार्टनर बनाउँछु ल सुमन तिमी छुट्टी मिलाऊ अब तिमी जानुपर्छ अब पशुपतिको यात्रा सिधै व्यापार नै हुन्छ दाजु म छुट्टी मिलाउँछु ए सपना पनि जान्छ नि ए सपना जाने ए ऊ बहिनी जाने भए त मलाई नि साथी हुन्छ नि ल इट्स ओके र जसले आफ्नो मिल्ने साथीहरू छ जान सकिन्छ घुम्न पाइने ल ए अब उसको छुट्टी मिलेपछि पुरा ओके भइसक्यो मसँग गाडी म्यानेज गर्छु जाने ल अहिले चाहिँ छुटौँ के तिमीहरू केही काम छ म त लाग्ने